Guys, welcome to my another video once again. हामी चाहिँ जाँदैछौँ आज कायाकिङ गर्नको लागि चाहिँ फेवा लेकतिर। अब एकछिनमा खानासाना खाएर लाग्छौँ होइन। ल एकछिनमा भेटौँला है त। एकछिनमा होइन सर लाएर आज क्राउड रहेछ है अझै शनिबारबाट होला। टाइम के अनि दाइ अनि एकछिनमा सुरु हुँदैछ लाइभ सेकेन्ड लाग्यो होइन सर भोटिङ रेडी हुँदैछ ऊ त्यहाँ। ल भयो दाइ सिग्नेचर गर्ने हो 1 आवर गयो ट्याक्क। ल अहिले बोर्डमा चढेपछि हेरौँ है त केटा। फाइनली आयो दुईवटा बोर्ड छ यहाँ। त्यो पिङ चाहिँ नभएर होइन अर्को जाँदैछ उनीहरूले बोर्ड भाइले बोर्ड लिएर आउँदैछ होइन त्यहाँबाट। आज ओभर क्राउड छ मान्छे स्याटरडे भएर नि होला। ल पोखरा भिजिट गर्नुहरू चाहिँ बोटिङ हान्नुपर्छ है। साथीहरू चट्ट लाएर हामी चाहिँ कायाकिङ हान्दैछौँ फेवा लेकमा। क्राउड छ ओभर। दाइ अगाडि छ होइन मस्त हान्दैछ। म माझी दाइ पोखरा फेवा तालको र दामी छ आज। अलि वेदर धमिलो भयो क्या, नत्र त्यस्तो दामी देखिन्थ्यो होइन। सर लाएर एक हातले चलाइन्छ एक हातले सर ल है साथीहरू पोखरा घुम्न आउने जति पनि आउनुहुन्छ सब गण्डकी वाटर एन्ड एडभेन्चर्सबाट चट्ट बुक गर्नु। अरू पनि छ है, हामी चाहिँ त्यहीबाट आएको। राम्रो छ, मजा हुँदो रहेछ त्यो। ओह त्यता फेरि उहाँ पोज दिएर बसेछ। सही हो। ल दामी ल साथीहरू अब एकछिन चाहिँ मजाले पेल्छु होइन। अहिले भएन भने त्यसलाई फोन लिएर फोन दिनु पऱ्यो अनि फोटो खिच्नु पऱ्यो यस्तो हल्का। लगाइ चाहिँ एकछिनमा भेटौँला। अलि उता जा अगाडि जा। भयो लगभग यसो तालको बिच साइड भागमा आइपुग्यौँ है केटा हो। त्यसो यस्तो होइन हामी आएको। सर लाएर एकछिन आनन्द। सुत्दै नै हुँदो रहेछ यसरी सुत्दै नै हुँदो रहेछ घाममाथि ठिक्क सुत्ने आनन्दले। समुद्रमा पनि सुत्यो है समुद्र फेवा सुत्यो है साथी हो। ल होइन भ्लग हो दाइ भ्लग सानो छोटो मिठो भ्लग। ल है सर ल साथीहरू है त अब एकछिन फेरि उता पुग्छु होइन त्यता अनि उता जानुपर्छ। धेरै टाढा आइएछ यार। हामी चाहिँ उता भित्रतिर गएर फर्किन लागेको छौँ होइन। फर्किने त के फर्किने उहाँ गएर छेउतिर गएर बस्नु पऱ्यो। अब चाहिँ उता हो क्या जक्सन आजको जक्सन
माझी दाई जस्तो देख्दो रहेछ यार ल त यार ल साथीहरू है पानीमा चट्ट खुट्टा चोबलेर मजा आएछ चिसो हो स्तुपा उहाँ छ हो स्तुपा देखेकै छैन स्तुपा यार मोबाइलको क्वालिटी क्यामेरा क्वालिटी नराम्रो भयो उहाँ शिव मन्दिर हो फेरि मान्छे क्राउड छ ऊपर स्याटरडे भएर नि होला मेरो क्यामेराले अलि भ्याएन कि गाइजहरूले सपोर्ट गऱ्यो भने यस्तो भिडियो आउँछ नि त फेरि यस्तो एडभेन्चरस भिडियोहरू आउँछ नि त है ल